सो गाइस हामी चाहिँ पिकनिक खान मस्तले आइसक्यौँ कस्तो दामी भएको छ पिकनिक हैन गाइस। हे गाइस गुड मर्निङ वेलकम टु माई न्यू ब्लग फाइनल तपाईहरु सबैजना सन्चै हुन्छ नभन एकदम सन्चै। अहिले भनेको 7 बजिसकेको छ, घाम यस्तो बबाल लागेको छ अनि आजको ब्लग चाहिँ के छ भने ट्याक्क लाएर हामी गाउँबाट पिकनिक निस्किँदैछौँ। सो ट्याक्क लाएर देख्न सक्नुहुन्छ मेरो चाहिँ यो हिजो भर्खर किनेको हुडी हैन। अब म चाहिँ घर साइडबाट छु है त। फाइनली गाइस म चाहिँ घर साइडबाट रेडी पार्छु इन भइसकेको छ। घर हल्का हल्का भएको छ, अब यसलाई ट्याक्क लगाएर पुस्नुपर्ने हुन्छ हैन। यस्तो बल पारिसकेको छ। सो अब गाडी आएपछि दिउँसो गाडी आउँछ अनि हामी जान्छौँ है त। अहिले भनेको हामी चाटो लाएर निस्किसक्यौँ, यहाँ सिटी आइसक्यो। अब चढेवरि जानुपर्ने हुन्छ। सो के कस्तो हुन्छ अब बाटैतिर घर भेटौँ है त। हामी चाहिँ यहाँ चाटो लाएर आइसक्यौँ, यस्तो बवाल छ। गाइजहरू यहाँ आइपुग्ने बोटिङ गर्ने ठाउँ हो, वहाँ के पकाइवरि चारा खाने ठाउँ भयो, वहाँ पर खेल्ने भयो भने अब चाहिँ यस्तो यस्तो छ। अब एकछिनपछि भेटौँ है त। कार्यक्रम भइरहेछ हाम्रो टोली, यस्तो बवाल छ गाइजहरू। यहाँ अझै पुरै नाच्ने कार्यक्रम चलिरहेछ। फुल मस्ती भइरहेछ। सो हामी त्यहाँ भित्र आएको छौँ यहाँ खेल्ने ठाउँमा, यस्तो बवाल छ खेल्ने ठाउँ, यस्तो बवाल छ। वहाँ के भन्छ यो कोलम्बस भयो, यता फोटोसोटो खिच्ने ठाउँसँग सब बवाल छ। सो म चिपेडी खान खेल्छु अनि है त। सो म चाहिँ चिपेडी खान गइरहेको छु। यस्तो बवाल छ, फोटो खिच्ने ठाउँ भयो, रेलहरू यहाँ पुरै डिफ्रेन्ट छ। यहाँ यहाँ रुखको छाया हुँदो रहेछ। यहाँ अब म चिपेडी खेल्न गइरहेको छु। म चाहिँ यहाँ खेल्न गइरहेको छु। मैले यस्तो छ स्लाइड, अब म यहाँ खेल्दैछु स्लाइड। सो यहाँ चिप्लिन्छ त गाइज। सो यस्तै रमाइलो भइरहेछ क्या एकछिन। सो यस्तै रमाइलो भइरहेछ, अब एकछिनपछि भेट्छु है त। र फाइनली गाइज हामी चाहिँ यहाँबाट निस्किसक्यौँ होइन। यस्तो दामी रहेछ यहाँभित्र, मैले हेरेको यस्तो बवाल छ। हामी टाकालाई निस्क्यौँ, अब हामी पिकनिक स्पटतिर जान्छौँ है। हामी चाहिँ सबैजना यहाँ छ पिकनिक खान भन्नाले यसो घुमघाम गर्न यहाँ सबजना बसिरहेछ। यता भनेको पुरै अर्कै छुट्टै छ, यहाँ छुट्टै छ अर्कै यहाँ त। अब हामी यहाँ बसेर खान्छौँ है त। हामी चाहिँ चाटेर यहाँ खाँदैछौँ, मजा अघि नै खाइसकेँ। अब यो खाइसकेर हामी के गर्छौँ कसो गर्छौँ यो भिडियो मार्फत आउँछ है त। गाइजहरू यहाँ चाहिँ धेरै फन्नी कुरा भइरहेछ। कस्तो छ रोटी? दामी छ, कोलाको रोटी है गाइस। सो गाइस हामी चाहिँ खानापिना खाएर सब भइसक्यो। यस्तो बवाल भइरहेछ, यस्तो बवाल भइरहेछ। अनि अहिले भनेको हामी चाँडैलाई कोलम्बस खेल्न गइरहेको छौँ। सो म कोलम्बसतिर गएर भेट्छु। फाइनल कहाँ थियो त स्टार्ट भयो। आफ्नो अनुहार पनि देखाउँ न नानी।
आइपुगेका हामी अब डर लाग्छ गाइज मलाई चाहिँ अब यो मोबाइल बन्द गरौँ है त गाइजहरू अब यस्तो नदेखिनु यस्तो मजा आइरहेछ गाइजहरू यहाँ मजा गाइज मजा आइरहेछ खाली पेट में बाकी बत्ती नहीं चलती कुछ सोचो पतलू सोचो यो पतलू आइडिया यो भनेको यसको नाम मैले बिर्सेँ यसलाई पढे भैया भन्छ हैन मोटुले अनि यसले यो चाहिँ साइन्टिस्ट मैले बिर्सेँ हैन के काम गर्छ लिक्विडहरु गर्छ यो भनेको सीताराम यो चाहिँ यसको कथामा हिँड्छ अनि यो बुलेट भनेको चाहिँ चिङ्गम सरको चिङ्गम सर चाहिँ हुन रहेछ चिङ्गम सरको पुलिस हे चिङ्गम के बस्न नामुमकिन साना के बिना नामुमकिन हो त पुरा मजा सबै नर्मल डाउन मजा छ नि हो यही हो लु चाहिँ सर्टबाट चलिरहेछ यो के हो जानु भएको थियो यो के हो खोइ यो चटपटे हो छोरो हैन फोन गर अनि काकुलाई उतै आउनु भएको छ चाहिँ यहाँ भन अनि जाऊ काकुसँग चटपटे खाएर यस्तो मोबाइल छ यहाँ हल्का हुन्छ सफारी हल्का हुन्छ गाइजहरू अहिले भर्खर खाएर भइसक्यौँ अब हामीहरूको घरतिर लाग्नुपर्ने हुन्छ सो अब हामी घरतिर लाग्छौँ है त ल फाइनली गाइज हामी चाहिँ घर पनि आइसक्यौँ मैले चाहिँ लुगा ट्याग गरेर फेरिसकेँ च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर चढिनु होला भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई